जीवन के हो? म यसको तुलना केसँग गरौँ? जीवन त एउटा बुक जस्तै रहेछ। म यसको तुलना बुकसँग गर्छु, किनभने जब हामी कुनै पनि बुक पढ्छौँ त्यस बुकमा धेरै च्याप्टरहरू हुन्छन् र ती सबै च्याप्टरहरू एउटै किसिमको हुँदैन। जब पाना पल्टाउँदै जानुहुन्छ कुनै च्याप्टरमा डिफिकल्ट सिचुएसन, दुःख, सङ्घर्ष, हारको कथा हुन्छ भने कुनैमा खुसी, आनन्द, सफलताको कथा लेखिएको हुन्छ। कुनैमा हाँसो, कुनैमा रुवाई, कुनैमा भेट त कुनैमा बिछोडका कुराहरू लेखिएका हुन्छ। यसरी नै हाम्रो जीवनमा पनि विभिन्न च्याप्टरहरू हुन्छ। अहिले तपाईँ जीवनको कुन च्याप्टरमा हुनुहुन्छ? सङ्घर्षको, दुःखको, बिछोडको? त्यही च्याप्टरमा अड्किएर नबस्नुहोला। अगाडि बढ्नुहोस्, पाना पल्टाउँदै जानुहोस्। अवश्य सुखको, सफलताको, भेटघाट, खुसीको च्याप्टरमा आइपुग्नु हुनुहुनेछ। जीवनको सबैभन्दा नराम्रो, खराब च्याप्टरमा हुनुहुन्छ भने पनि चिन्ता नगर्नुहोस्, हार नमान्नुहोस्, किनकि हरेक कुराको समय हुन्छ। दुःखपछि आउने सुख नै हो, रातपछि आउने दिन नै हो, अन्धकारपछि आउने उज्यालो नै हो। डोन्ट वरी, पाना पल्टाउँदै जानुहोस्। सबैभन्दा असल च्याप्टर आउन बाँकी नै छ। तर यदि तपाईँले हार मान्नुभयो, अगाडि बढ्नु भएन, पाना नै पल्टाउनु भएन भने तपाईँले कहिल्यै थाहा पाउन सक्नुहुन्न अर्को च्याप्टरमा के लेखिएको छ भनेर। दुःख, कष्ट, असफलता यी सबै जीवनका पानाहरू हुन्, तर कुनै एउटा पानामा मात्र अड्किरहन हुँदैन। चाहे परिस्थिति राम्रो होस् या नराम्रो, सधैँ अगाडि बढिरहनु पर्छ, किनकि हरेक नयाँ च्याप्टरसँग नयाँ सिकाइ, नयाँ एक्सपिरियन्स र नयाँ अपर्च्युनिटी लुकेको हुन्छ। पाना पल्टाइराख्नुहोस्, किनभने पिक्चर अभी बाँकी है मेरे दोस्त। So again, this beautiful simile remind us life is like a book. Some chapters are sad, some happy, and some exciting. But if you never turn the page, you will never know what the next chapter holds. Thank you so much.